हेलो गुड आफ्टरनुन नमस्ते नमस्कार तपाईहरुलाई मेरो ब्लगमा फेरि पनि स्वागत गर्दछु। आज हामी चाहिँ छुट्टीको दिन भएर दुबईको अजमानबाट अजमानको समुद्रमा जान लागिरहेका छौं। यहाँ दृश्य देखाइरहेको छु तपाईहरुलाई। यहाँनिर चाहिँ एकदमै रमणीय ठाउँ रहेछ। यो साइकलको बाटो हो। यता चाहिँ पुरै गाडी हिँड्ने बाटो रोड छ। यतातिर चाहिँ पुरै जंगलहरू पनि देख्न सकिन्छ। पुरै चाहिँ नेपालको जस्तो अनुभव लागिरहेको छ, किनकि हरियाली अनि पुरै जंगलहरू देखिरहेछ, रुखहरू। त्यही मलाई चाहिँ नेपालको याद आइरहेको छ अहिले चाहिँ। लगभग समुद्र पुग्न लागिरहेका छौं। अब धेरै समय लाग्दैन। र हाम्रो साथीहरू चाहिँ अरु चाहिँ तलतिर छन् बाटोमा। म चाहिँ यता यो डाँडा हिँडिरहेको छु। यता चराहरू पनि देख्न सक्नुहुन्छ। यहाँनिर चराहरू कराइरहेछन्। एकदमै रमणीय ठाउँ लाग्यो मलाई। यतातिर पुरै हरियाली रहेछ अनि नेपालको जस्तै पुरा रुखहरू जंगलहरू देख्न सक्नुहुन्छ। मलाई चाहिँ नेपालको झलझली याद आइरहेको छ अहिले। भिडियो मन परेको छ भने अवश्य लाइक गर्न नभुल्नु होला र सब्स्क्राइब गरिदिनको लागि पनि विनम्र अनुरोध गर्दछु तपाईहरुलाई। यहाँ आज हामीले घुमफिर गरिरहेका दृश्य देखाइरहेको छु। यहाँ चाहिँ धेरै रमणीय ठाउँ देखिरहेको छु। यो खाडी देशमा पनि यस्तो राम्रो बनाएको रहेछ। हरियाली चाहिँ नेपाल जस्तै लाग्ने नेपालको अनुभव गरिरहेको छु मैले चाहिँ। गाडीहरू यताबाट हिँडिरहेछन्। साइकल चाहिँ यतापट्टि त्यति आएको छैन, हिँडिरहेको छैन। अब हामी लगभग समुद्र आइपुग्न लाग्यो। यहाँनिर चाहिँ समुद्र पर छ, अलिकति लाग्छ समय। हजुर, आज हामी चाहिँ नेसनल डेको दिन बिदामा यहाँ आइपुगेका छौँ। अहिले लगभग समुद्रको छेउ आइपुगेका छौँ। साथीहरू पनि हुनुहुन्छ, सम्झना स्वरूप पनि हुन्छ। साथीहरूले भ्लग बनाउने, फोटो खिच्ने, कोही समुद्रतिर जाने, कोही बिहानै गएर आइसकेका छन्। यस्तै क्रम चलिरहेको छ। यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम, फोटो सेसन चलिरहेछ। हाम्रो नेसनल डेको बिदाको दिनलाई सदुपयोग गर्दै हामी चाहिँ पहिले नै घुम्न जाने योजनामा थियौँ। त्यही भएर आज चाहिँ घुम्नको लागि समुद्र हिँडिरहेका छौँ। अब केही समयमै पुग्नेछौँ। र यता हाम्रो साथीहरू चाहिँ कोही भ्लग बनाउने, कोही अगाडि छिटो जाने क्रम चलिरहेको छ। हामी चाहिँ अलिकति बुधबारको दिन जन्मेर बिस्तारै हिँड्ने परेको छौँ। यता गाडीहरू पुरै आइरहेको छ। एकदमै रमणीय दृश्य लागिरहेको छ मलाई चाहिँ समुद्रको छेउको। साथीहरू अनि कोही चाहिँ बिहान आएर फर्किसकेका छन्। हामी चाहिँ भर्खर जाँदैछौँ। देख्न सक्नुहुन्छ यो दुबईको राष्ट्रिय झन्डा फरफराइरहेको छ, किनभने नेसनल डे भएको कारणले गर्दाखेरि यो झन्डाहरू पुरै जताततै राखिएको छ नेसनल डेको लागि। आजको दिन चाहिँ यो दुबईमा पुरै नेसनल डे लागिरहेको छ। विभिन्न ठाउँमा कार्यक्रमहरू भइरहेका छन्। त्यसकारण नै दुबईमा छुट्टी छ आजको दिन। एकदम राम्रो भ्यूमा आइपुगेको छु म, एकदम राम्रो ठाउँमा।
साथीहरू चाहिँ अगाडि पर पुगिसकेका छन्। म चाहिँ बिचमा छु र पछाडि पनि आउँदैछन् साथीहरू कोही। म चाहिँ यहाँ एक्लै बिचमा भिडियो बनाउँदै आइपुगेको छु यहाँनिर। आजको दिनको हाम्रो योजना सफल हुँदैछ, किनभने हामी चाहिँ समुद्र घुम्नको लागि योजना बनाएको थियौँ र घुम्न गइरहेका छौँ। अनि सम्झना स्वरूप तस्बिरहरू लिइरहेका छौँ अनि भ्लग बनाइरहेका छौँ। साथीहरूसँग एकदमै रमाइलो भइरहेको छ। अब झन् समुद्र पुगेर रमाइलो हुनेछ भन्ने आशा लिएको छु, किनभने समुद्रको नजिक चाहिँ म गएको छैन, देख्न चाहिँ देखाएको छु। त्यही भएर रमाइलो हुनेवाला छ। आजको दिन रमाइलो चाहिँ अति रमाइलो भइरहेछ। एउटा कुरामा चाहिँ दुःख लागिरहेको छ, के हो भन्दाखेरि हाम्रो सामान नअटेर यो झोलाको अवस्था चाहिँ यस्तो छ गाइस। करुङ भएको छ सामान। गाइस देख्न सक्नुहुन्छ यो चाहिँ खजुरको बोटो हो। यो चाहिँ गर्मी समयमा फलेसी पाक्ने गर्दछ। अनि फाइनली साथीहरू हामी चाहिँ समुद्रमा आइपुग्यौँ र यता चाल पहल अलि बढी छ। बिदाको दिन भएर थुप्रै मान्छेहरू यहाँ घुम्न आइरहनु भएको यहाँ देख्नुहुन्छ। गाडीहरू टन्नै छ। समुद्रमा आइपुगेर म चाहिँ भिडियो बनाउँदैछु। हाम्रो साथीहरू पनि पौडी खेल्ने नआउने भनिरहनु भएको छ। यहाँ देख्न सक्नुहुन्छ ऊ माछा मार्नलाई बल्छी तयारी गर्दै हुनुहुन्छ। ऊ भन्नुभयो अब माछा पक्रिनुहुन्छ उहाँले। पुरै समुद्रमा रमाइलो भइरहेको छ। पहिलोपटक म चाहिँ समुद्रको छेउमा आइरहेको छु र यहाँ देख्न सक्नुहुन्छ हाम्रो साथीहरू हुनुहुन्छ र अरू साथीहरू पनि धेरैजना हुनुहुन्छ। अन्य देशको नागरिकहरू पनि धेरै हुनुहुन्छ। हामी नेपाली 10-12 जना छौँ यहाँ चाहिँ। हाम्रो साथीहरू चाहिँ पौडी खेल्ने क्रम अनि नुहाउने क्रम जारी छ। देख्न सक्नुहुन्छ म चाहिँ यहाँ समुद्रको किनारामा बसेर साथीहरूलाई हेरिरहेको छु। पुरै पौडी खेलिरहनु भएको छ। यता भने ऊ माछालाई बल्छी हानिएको छ। माछा पर्छ कि पर्दैन अहिले हेर्न बाँकी छ। धेरै मान्छेहरू हुनुहुन्छ, धेरै देशको नागरिकहरू हुनुहुन्छ। म तपाईँहरूलाई पुरै देखाइरहेको छु। हाम्रो साथी एकजना ऊ पौडी खेलिसकेर आइसक्नुभयो र अरू चाहिँ उता पर जाने क्रममा हुनुहुन्छ। पर ऊ पानी जहाज देख्न सक्नुहुन्छ आइरहेको छ। एउटा ठुलो पर गइसकेको छ देख्न सक्नुहुन्छ। के गर्नुहुन्छ? एकजना चाहिँ जाने क्रममा हुनुहुन्छ। स्टार्ट भन्न बाँकी छ। अब स्टार्ट भनेपछि जानुहुन्छ जस्तो लागिरहेछ। अरू चाहिँ पुरै खेलिरहनु भएको छ। पर पुगिसक्नु भएको छ। देख्न सक्नुहुन्छ पानी जहाज चाहिँ एउटा आइपुग्न लागेको छ र एक राउन्ड मारेर आइसकेका छन्। देख्न सक्नुहुन्छ साथीहरू पुरै नुहाउने क्रम चलिरहेको छ। एकजना साथी चाहिँ आइसक्नु भएको छ नुहाएर पनि। यो हाम्रो भाइरल मान्छे हुनेवाला। अरू चाहिँ देख्न सक्नुहुन्छ यतातिर दर्शक पनि देख्न सक्नुहुन्छ। मस्तो छिटो हावा आइरहेको छ। साथीहरू पुरै बिजी हुनुहुन्छ पौडी खेल्ने क्रममा। हजुर ल हाम्रो अर्को यहाँ हाम्रो ढोकेबाज हाम्रो राई दाजु पनि आउनुभएको छ। ढोकेबाज हौ तिमी सँगै आउँछ भनेर ऊ दाइ चाहिँ अगाडि नै आउनुभयो हामीलाई छोडेर। अझै पनि यो मनमा छौ तिमी, धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी। कति चाँडो आएको हामीले छोडेर आएको तपाईँ ब्याग कसरी गराउने उता होइन? हामी चाहिँ पानीमा मोबाइल खस्यो भने खस्यो। मेरो मोबाइल होइन क्या साथीको मोबाइल हो। मेरो मोबाइलको चाहिँ चार्ज सक्यो। चार्जर लगाएको छु। पावर ब्याङ्क लगाएको छु। ल है फोटो खिचिरहेको छु है। फोटो खिचिरहेको छु।
जेमेस्टिक जेमेस्टिक कितना फोटो फोटो खींचे यार खींचे फोटो खींचिरहेको छु के रे तारा देखे के आने जेमेस्टिक आने ल ल भाइ एकचोटि फेरि मलाई तारा देखे म त यार सेरु भाइले हान्छन् सेरु भाइले पौडी खेल्न आउँदैन पाहाडको मान्छे ऊ चाहिँ सुरुको समुद्रमा नआउने ठिक लाग्दैन पानी आउँछ ठिक लाग्दैन भन्ने यस्तो होइन कि त्यो चाहिँ पाहाडमा जन्मेको मान्छे नि नुहाउन सुहाउन आउँदैन कि समुद्रमा पौडी खेल्न त्यसैले ननुहाउने रे ऊ चाहिँ ऊ साथी चाहिँ ननुहाउने रे हामी चाहिँ नुहाउँछौँ हामी त नुहाउँछौँ यस्तो गरेर ल यो क्यामेरा चालु छोड्नु च्याप्पुल हो जाएछ भयो है त है भने हजुर यो क्यामेरा चालु हुनु पर्यो यो क्यामेरा बेलुकासम्म 264 GB भने होइन ल बेलुका हुनु लाग्यो यस्तो साल हान्नु लाग्यो ल ल ल आम्मा हेर्नु त है साल हान्नु लाग्यो हो ल जेमेस्टिक हाने बना भनेको जेमेस्टिक अब हान्छन् जेमेस्टिक जङ्गे जेमेस्टिक हानेर जेमेस्टिक जेमेस्टिक हाने ल ल फेरि एकचोटि तिमी भाइ के फेरि पिछा फेर्नु लाग्यो क्या होइन ल जङ्गे जेमेस्टिक जेमेस्टिक हान न जेमेस्टिक यस्तो हान न छत्केर ल हामीहरू चाहिँ यसो समुद्रको चिसो हावा खाँदै चिसो हावालाई चिसो बियरको साथमा के चिप्स छ आलु चिप्स चिसो के छ खाँदै साथीहरू खाँदै म पनि खाँदै छु रेड हाउस बियर ल यता हेर म मात्र सोझो सोझो घाँटमा त फेरि छ नि उता सिपमा त सबै घाँटमा बियर छ ल दाजु बियर देखाइदिनु पऱ्यो हो तपाईँले मेरो फोटो मेरो खाएको फोटो देखाइदिनु पर्छ के खाएको रे आलु चिप्स खाएको आलु होइन पटेटो चिप्स कहाँ आलु चिप्स हुन्छ भुजिया सुजिया होइन यो लेस खाएको लेस यो लेस खाएको मैले ल सबै खाएको देखाउनु सबैलाई भिडियो बनाएर छु भनेको त फुल भइसक्यो रहेछ यहाँ